त्यो नारीले कहिले पनि सुख पाउँदैन जसको श्रीमान चाहिँ नेपाली ब्रो जस्तो छ। नेपालको घटना त हजुरहरूले सुनिसक्नु भयो होला। यो चाहिँ धेरै दिन भइसक्यो यो घटना आएको होइन। यो घटनाले चाहिँ सबैलाई चकित बनाएको छ कि आखिरमा त्यो नेपाली ब्रोले आफ्नो श्रीमतीलाई मारेरै छाड्यो, खुकुरी हानेरै छाड्यो होइन। यदि त्यो सम्बन्धमा यस्तो छ भन्ने थाहा भएपछि होइन, ज्यान लिन्छ भन्ने थाहा भएपछि हजुर सबै आफ्नो ज्यानको ख्याल आफै गर्नु होला, आफै सतर्क हुनु होला। त्यो सम्बन्धमा हजुरहरू नरहनु होला त्यो सम्बन्धमा होइन। हजुरहरू आफ्नो ज्यानको ख्याल र आफ्नो सन्तानलाई टुहुरो बनाउनु मन छैन भने यदि यहाँ नेपालमा हुनुभएको नारीहरू सबैजनाले आफ्नो ज्यानको ख्याल हजुरहरू आफैले गर्नुपर्ने हुन्छ है। अनि त्यसपछि आफ्नो बिचरा त्यो दुईटा छोराको हालत के होला, त्यो 4 वर्षको छोराको हालत के होला, त्यो नेपाली ब्रोलाई त यो ख्याल भएन त्यतिखेर होइन। तर अहिले चाहिँ त्यसलाई पछुतो लाहा भनेर त्यसले बयान दिएछ अरे, तर त्यसलाई केही पछुतो नै छैन।